हाई साथीहरू, यो चाहिँ मोमो फ्राई हो। मैले चाहिँ आटा मैदा मिक्स गरेर त्यसमा रोटी बनाएर बादमा फेरि किमा बनाएर चाहिँ यहाँ बनाएर सिधै तेलमा फ्राई गरेको। तर एकदम टेस्टी भएको। अन्त मोमो सिप थिएन, घरमै छ। यहाँ चाहिँ हामीले ल्याएको छैन र कसरी खानु मोमो खानु मन लाग्यो, त्यही भएर मैले चाहिँ यसरी बनाएको साथीहरू। टेस्टी भएको। खानु मन लाग्यो भने त जसरी भए पनि बनाएर खाइहाल्ने हो साथीहरू। अल्छी गर्नु हुँदैन खानुमा। बाई बाई।